उदासी टाउको दुखेर बिहान बिहानै साथीहरू। सो हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत छ फेरि पनि मेरो मिनी भ्लगमा। आशा छ सबैजना सन्चै हुन्छ होला र म चाहिँ आज अलिकति बिमारी भए जस्तो फिल भइरहेको थियो। सायद यो गर्मी बढेर होला र मौसम चेन्ज भएको कारणले पनि अलिक टाउकोहरू दुख्ने, टाउको भारी भए जस्तो हुने अनि रुगा लागे जस्तो पनि हुने, घरिघरि त्यस्तो फिल भइरहेको थियो के। अनि जे जस्तो भए पनि काममा जान्छु भनेर चाहिँ म रेडी भएर काममा निस्केँ। अनि पसल पुग्न साथ हेरेको त पसल खोलिसक्नु भएको थियो लक्ष्मी र सर भएर। अनि सबै सरसफाइको कामहरू सकेर चाहिँ म झुमर फिटिङ गर्नतर्फ लागेँ। अनि हाम्रो न्यू स्टाफ लक्ष्मीले पनि झुमरहरू फिटिङ गर्न सिक्दै हुनुहुन्छ उहाँले पनि। अनि कामहरू सकेर चाहिँ हामी खाना खानतर्फ लाग्यौँ। उहाँले चाहिँ खाना खाएर आउनुहुँदो रहेछ घरबाट, अनि दादा र म भएर खाना खायौँ। अनि केही बेर रेस्ट गरेर चाहिँ कस्टमरहरू आउनुभयो पसलमा। अनि म चाहिँ सामान लिन गएँ। यो ह्याङ्गिङ लाइट कति साह्रो घाम हो के साथीहरू, आजभोलि त राम भदौको गर्मी जस्तै छ। अनि फेरि यो डेलिभरी गर्ने झुमर पनि थियो, अनि त्यो पनि फिटिङ गरेँ मैले। अलिअलि सन्चो फिल हुँदै गएपछि चाहिँ साँझमा म खाजा लिन गएँ। आज खाजामा चाहिँ समोसा र चटपटे खाने प्लान भएको थियो हाम्रो। अनि नजिकैमा रहेको हाम्रो हिरा होटलमा गएर चाहिँ मैले समोसा ल्याएँ 3 जनाको लागि। अनि वान अफ द फेमस नै भनौँ न, आइताबारीमा रहेको हाम्रो अङ्कलको चटपटे पसलमा गएर चाहिँ मैले चटपटे ल्याएँ। उहाँको चटपटे हाम्रो अल टाइम फेभरेट हो कि, एकदमै मिठो लाग्छ, जति खाए पनि नअगाउने। अनि 3 जना भएर हामीले खाजा सेयरिङ गरेर खायौँ। त्यस पछाडि समोसाहरू पनि खायौँ, एकदमै मिठो भयो आजको खाजा। झन् साथीभाइहरूसँग सँगै बसेर खानुको चाहिँ स्वादै बेग्लै लाग्छ क्या, थोरै भए पनि कस्तो मिठो अगाए जस्तो लाग्छ क्या। हेर्दै गर्नु होला मेरो भिडियो। आजलाई यति नै, बाई बाई, थ्याङ्क्स फर वाचिङ।